गोवा चिल्ली समर स्पेसल मेनु बनाउनु गइरहेको छु है। त्यसो हुँदै गर्दाखेरि अब मैले यहाँ के हाल्दैछु भने फुलकप आइस हालिरहेको छु। सबैजनाले हेर्नु त्यो जे हालेको त्यो चाहिँ देख्नुहोस् है। आइस क्युब हाल्दैछु मैले फुलकप। तपाईँहरूको आइसको चाहिँ यो सेक गर्ने ठाउँमा प्रायः सबैको आइस चाहिँ मसिनो हुनुपर्छ है। यो चाहिँ अब यहाँ प्याकेट आइस हो, एकदमै सेम दाना छ, यो राम्रो छ। अरूको पनि के हुनु पऱ्यो भने आइस चाहिँ एउटा सेम खालको हुनु पऱ्यो है। र मैले फुलकप आइस चाहिँ हालेँ। अब यो आइस हालेँ, फुलकप आइस सेकरमा हालेँ। त्यसपछि मैले गवा क्रसर चाहिँ मैले 30 ml हालिरहेको छु। तपाईँहरूले हेर्नु होला है, यो 30 ml को मेजरमेन्ट हो। अब मैले गवा क्रसर चाहिँ 30 ml हालिरहेको छु यसमा। ल 30 ml गवा क्रसर। अनि अब 120 ml चाहिँ मैले के हाल्छु, पानी हाल्छु है। मैले यसमा किन हालेँ भने यो क्रसर पनि यहीँ जाओस् भनेर हो। 30 भयो, अनि 60 भयो, अब 90 भयो, 120 है। ल सरेन्मिसहरू मैले चाहिँ आइस क्युब हालेँ, गवा क्रसर हालेँ, त्यसपछि तपाईँको वाटर हालेँ। अब यो चाहिँ कुलर बेस पाउडर भन्छ। यसलाई चाहिँ तपाईँको 10 ग्राम भनेछ। 2 चम्चा अहिले युज गरेँ है मैले। 2 चम्चा कुलर बेस पाउडर युज गरेँ। त्यसपछि यो चाहिँ के हो भने लेमन पाउडर। लेमन पाउडर फेरि मैले 10 ग्राम चाहिँ लेमन पाउडर युज गर्दैछु। यसमा चाहिँ मैले 1 चम्चामा 5 ग्राम हुन्छ भन्ने हिसाबले 10 ग्राम चाहिँ लेमन पाउडर हालेँ। अनि यो चाहिँ के हो भने नुन र खोर्सानीको धुलो है, मलेको नुन र खोर्सानी 1 2 3 अंश हालेँ है मैले। यसरी चेप्दाखेरि जति आउँछ त्यसलाई अंश भन्छ हामीले, त्यति अंश हालेँ है। अब यसलाई सेक गर्ने। अनि यसलाई चाहिँ मैले यहाँ तपाईँको के गरेको छु, गार्निस गरिरहेको छु है। गार्निस भने चाहिँ यो लेमनलाई यसरी सर दलेँ। अब यसलाई चाहिँ अघिको नुन खोर्सानीमा यसरी टक्क मैले ग्लासमा चाहिँ डुबाइदिएँ। त्यसपछि ग्लासमा चाहिँ के आयो, गार्निस आयो है। अब यसलाई चाहिँ स्लाइसलाई चक्कु ल्याउ त हो, सबै चिरेर चाहिँ तपाईँहरू चपिङ गरेर राखेर गर्नुपर्छ है। यसरी गर्दा चाहिँ सरेन्मिसहरू यो चाहिँ हाम्रो रेडी भइसकेको छ। गावा चिल्ली ड्रिङ्क बाबारीको पात छ हो। ल यति हाम्रो रेडी भयो। जुस ग्लासमा तपाईँहरूले सर्भ गर्न सक्नुहुन्छ। अब सर्दी शब्द केही भन्न सक्नुहुन्छ? होइन, खास केही भन्नु छैन। समर स्पेसल ड्रिङ्क हो होइन। यो समर स्पेसल चाहिँ मकटेलहरू भएको कारणले गर्दाखेरि एकदमै रिफ्रेस गराउँछ यसले। अनि रिफ्रेस गराउँछ। यो प्राइस पनि एकदम रिजनेबल छ। प्लेट मोमो खानेले, एउटा चिसो खानेले यो खाऊ भन्न सकिन्छ होइन। त्यसो हुँदै गर्दाखेरि यसलाई चाहिँ हामीले सबै समय कप बनाएर चाहिँ दिनु पऱ्यो। यसले रिफ्रेस गराउँछ, एकदमै गर्मीमा चाहिँ शीतल पनि गराउँछ, पाचन प्रणालीले पनि सफा गराउने भयो। र यसमा अलिकति आफूलाई घ्याउको जस्तो आएको, पेट ढुसिएको त्यस्तो टाइपको छ भने नि यसले चाहिँ एकदम फ्रेस गराउँछ। ओके, सबैजनाले यसरी बनाउनु।